नमस्कार, मेरो नाम सागर फुयाल। मेरो घर भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वार्ड नम्बर 7 मा हो। म अहिले जर्मनीको बर्लिनमा छु। आगो, आँसु र आशा यो शीर्षकमा मैले गरेको रचना कविता वाचन गर्न गइरहेको छु। आगो, आँसु र आशा। जंगलबाट बस्तीतिर, विकास र आविष्कारतिर डोर्याउँदै डोर्याउँदै त्यो मान्छेलाई यो मान्छे बनाउने अमूल्य खोज जे थियो मान्छेको, त्यो थियो आगो। यही आगोको रापमा र तापमा, यही आगोको राप र तापमा चराचर जगतलाई बसमा पार्न सकेको मान्छे आज उन्मादी भई बाँकी मान्छेलाई पनि आफ्नो लहरमा, रहरमा र स्वार्थमा उपयोग गर्न लागेको छ। ऊ जान्दछ ढुङ्गामा आगो छ, पुर्खाहरूबाटै सिकेको। ऊ जान्दछ ढुङ्गामा आगो छ, पुर्खाहरूबाटै सिकेको। त्यसैले त ऊ दुवै हातमा बलिया चम्किला दर्शन ढुङ्गाहरू बोकेर हिँड्ने गर्छ अनि ठोक्काउन थाल्छ सुकेका आस्था र साइनोका पाखाहरूमा डढेलो लगाउँदै आफ्नो लहड, रहर र स्वार्थका नयाँ नयाँ रुख रोप्न। विश्वास र सम्बन्धका सतीसालहरू सुक्न थालेपछि ती सल्किँदा निस्कँदैनन् सहानुभूतिका शब्दहरू, वियोगका आँसुहरू, विरहका सुस्केराहरू। बरु निर्बाध नाच्नेछन्, हर्षोल्लास गर्नेछन् दन्किएको आगोको लकपासँगै। बरु निर्बाध नाच्नेछन्, हर्षोल्लास गर्नेछन् दन्किएको आगोका लकपासँगै। निचोरिएका, चिथोरिएका र परित्यक्त असहायहरू अब कहिले नडल्ने विश्वास र नटुट्ने सम्बन्ध बोकी आउने एउटा योगिन बिहानीको आशामा। अफसोच विश्वास र सम्बन्धहरू धाजा धाजा भई फाट्दा झरेका आँसु पुस्दै। अफसोच विश्वास र सम्बन्धहरू धाजा धाजा भई फाट्दा झरेका आँसु पुस्दै। डढेलुको लकपासँगै रमाएका तिनै असहायहरू शून्यतामा हराउनेछन्, अल्मलिनेछन्, एक अर्काको मुख हेर्नेछन्, पाखा डढाई रोपिएका बिरुवाको हुर्काइसँगै बुझ्न थाल्नेछन् ती उनीहरूको लागि रोपिएकै थिएन। दाउरा र स्याउला पनि उनीहरूको होइन, जमिन उनीहरूको होला, कागजमा जरा होइन। हरियाली हेर्न, कोइलीको आवाज सुन्न, काफल गेडी टिप्न अब स्वीकृति चाहिनेछ। अनि बग्नेछ आँसु बलिन्द्र धारा बनेर, विस्मयमा जानी नजानी कुन मान्छेबाट कुन मान्छे भएको पश्चातापमा। फेरि पनि आउन र जान रोकिने छैन, दुईटै हातमा दर्शन ढुङ्गा बोकिएको मान्छे। किनकि ऊ जान्दछ ढुङ्गामा आगो छ, पुर्खाहरूबाट सिकेको। हस्, धन्यवाद।